हेलो नमस्कार हजुर नमस्कार। म अहिले सुर्खेत गुरुबाकत नगरपालिकादेखि प्युठान सरुमारानी गाउँपालिकासम्मको यात्रामा छु। अहिले गुरुबाकत नगरपालिकाको 14 नम्बर 13 नम्बर हुँदै म गुरुबाकत नगरपालिकाको कार्यालय मेहलकुना तर्फ लाग्दैछु। तपाईँ देख्न सक्नुहुन्छ म अहिले गुरुबाकत नगरपालिका कार्यालय नजिकै छु। देख्न सक्नुहुन्छ नगरपालिका कार्यालय रहेको छ। त्यसपछि बिस्तारै म मेलकुनातर्फ नभएर सिधै म दहचौर गुरुबाकत नगरपालिका वडा नम्बर 12 दहचौरको बाटो लाग्दैछु। यो देउती बजेको मन्दिर रहेको छ, सुबागास मेला लाग्ने ठाउँ। त्यसै गरी त्यो हुँदै म यहाँबाट तपाईँ गुरुबाकत नगरपालिका वडा नम्बर 12 दहचौर हुँदै घुमखरेबाट घुमखरेको यात्रामा छु। एकदमै देख्न सक्नुहुन्छ रोड कालो पत्रे छ। त्यसै गरी यो भेरी नदीको किनारै हुँदै म यात्रा गरिरहेको छु। मेरो यात्राको साथी म एक्लै छु। म एक्लै यात्रा गरिरहेको छु। एकदमै रमाइलो भइरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ प्युठानसम्मको यात्रामा के हुँदैछ कृपया। त्यसै गरी अब सुर्खेत भेडाबारी सदरखण्ड मदन भण्डारी राजमार्गमा प्रवेश गरिसकेको छु। म यो देख्न सक्नुहुन्छ यो मदन भण्डारी राजमार्ग हो र अब आउँदै गरेको यो खोला घुकुटी खोला भन्नेको पुल पार गर्दैछु। पहिले यो खोलामा एकदमै चोर डाकु लाग्ने लुटपाटको एकदमै समस्या थियो भन्ने सुनिन्थ्यो पुरानाले। त्यसै गरी घुमखरे हुँदै म भेडाबारीतर्फको यात्रामा छु। अहिले चाहिँ घुमखरेको चोक त्यसै गरी देख्न सक्नुहुन्छ भेडाबारी पुलतर्फ लाग्दैछु म। तपाईँहरू केही समयमा पुल देख्न सक्नुहुनेछ। यो भेडाबारी पुल वारीको दृश्य हो भने अब पुल प्रवेश गर्दैछु म। पुल भेडाबारीको पुल हो यो, एकदमै भेरी पुलमा रहेको एउटा पक्की पुल। त्यसै गरी म पुल पारी तरेर जाँदैछु। यहाँ चाहिँ ट्राफिक सरहरूको चेकिङ रहेको थियो, तर मलाई ट्राफिकहरूले चेकिङ गर्नु भएन। म पार गरेर म बोटेचौरको पेट्रोल पम्पमा पुगेको छु भने अहिले मैले पेट्रोल हाल्नको लागि यहाँ मोटरसाइकल आफ्नो बाइक रोकेको छु। रोकेको अवस्था रहेको छ। त्यसै गरी अहिले म बोटेचौर बजारमा पुगेको छु। यहाँदेखि सिधै उता देब्रे साइडमा लाग्यो भने जाजरकोटतिर पुगिन्छ। जाजरकोट रुकुम डोल्पा पुगिन्छ भने यतातिर पश्चिमतर्फको दाङ तुलसीपुरको यात्रामा लाग्दैछु म। बिस्तारै तुलसीपुरतर्फको यात्रा गर्दैछु म। बोटेचौरको सुन्दर बजारमा त प्रवेश गर्दै म यसलाई यो सानो पाथाल भन्दै डिस्टर्ब गरेन है। त्यस पछाडि म यो उकालो लाग्दैछु। अब उकालो बाटो रहेको छ। त्यसै गरी यहाँ अटो देख्न सक्नुहुन्छ। यो साना घुम्तीहरू एकदमै कटरा घुम्तीहरू उकालोमा देखिरहेको छु। त्यसै गरी अब म यो साबिकको सारे गाविस हुँदै म तुलसीपुरतर्फको यात्रामा छु। तपाईँ देख्न सक्नुहुन्छ अब अहिले म घोराई मैले बिचमा धेरै भिडियो लामो हुने भएकोले ठाउँका दृश्यहरू देखाउन असमर्थ छु। घोराईभन्दा अगाडि म तुलसीपुर बजार क्षेत्र प्रवेश गर्दैछु। तपाईँ देख्न सक्नुहुन्छ बिस्तारै बस्तीहरूको चाप अनि यातायातका साधनहरू अटोहरू विभिन्न गाडीहरू मोटरसाइकलहरू स्कुटरहरू देख्न सक्नुहुन्छ। चाप बढ्दैछ, भिडभाड बढ्दैछ। यो तुलसीपुर एकदमै प्रतिष्ठित सहर पनि हो। त्यसरी अब म पार गर्दैछु यो तुलसीपुरको यो पुल तरेर म पुल तरे पछाडि पारी जाँदैछु। देख्न सक्नुहुन्छ गाइजहरू म प्रोफेसनल राइडर नभएको कारणले मलाई सानातिना गाडीहरू बाइकहरूले पनि ओभरटेक गरिरहेको छ। अब यहाँ आमाले भन्नै झुक्काउनु भएन। ल यो तुलसीपुर बस पार्क रहेको छ। तपाईँहरू यदि यहाँ यात्रा गर्नुभयो भने यो बस पार्क हो। तपाईँहरूलाई जानकारीको लागि मैले यो जानकारी गराउँदैछु। अब देख्न सक्नुहुन्छ एकदमै व्यस्त छ। अब मैले बिचका भिडियोहरू सबै राख्न असमर्थ भएँ। बिस्तारै म अर्को बजार घोराई एकदमै ठुलो बजार
घोराईतर्फ लाग्दैछु। घोराईको गेट प्रवेश गरिसकेँ म। बिस्तारै बिस्तारै मेरो यात्रा जारी नै छ। अब सुरुको चोक के देखिन्छ होला साथीहरू, कृपया कमेन्ट गर्नुहोला। अब देखिने चोकको नाम बिस्तारै म देखाउँदैछु तपाईँहरूलाई। चोक एकदमै व्यस्त छ। यो पक्कै पनि भानुभक्त चोक रहेको छ। भानु चोक भनिन्छ यसलाई। भानुभक्त आचार्यको चोक रहेको छ। शालिग बनाइएको छ, चित्र बनाइएको छ। यस पछाडि बिस्तारै विभिन्न चोकहरू पार गर्दै म घोराई बजारलाई पार गरिरहेको छु। अब हामी यहाँ शहीद नेत्रलाल चोक हुनुपर्छ। यो शहीद नेत्रलाल चोक पार गर्दै म अब यहाँबाट पार गर्दै बिस्तारै घोराई बजारलाई पनि बिस्तारै छोड्दैछु। अब बिस्तारै अर्को चोक आउँछ। कृपया साथीहरू अब के चोक आउँछ होला कृपया कमेन्ट गर्नु होला। यो पक्कै पनि ट्राफिक चोक रहेको छ है। ट्राफिक चोक पार गरिसकेपछि म बिस्तारै देख्न सक्नुहुन्छ कृपया मलाई 220 बाइकले ओभरटेक गरेर अगाडि बढेको छ। ल हेर्नुहोस् त यहाँ चाहिँ एउटा मेला लागिरहेको रहेछ। महोत्सव हुनुपर्छ सायद। मसँग यात्रा गर्ने क्रममा समय नभएको कारण मैले महोत्सव पस्न भ्याइनँ। पुल पार गर्दैछु म। अहिले चाहिँ म घोराईदेखि लमैतर्फको बाटोमा लाग्दैछु। घोराईदेखि लमैको यात्रामा छु म। घोराईदेखि लमैको यात्रामा गर्दै गर्दा विभिन्न घुम्तीहरू छ। एकदमै साना साना घुम्तीहरू पार गर्दै म अगाडि बढिरहेको छु। अब बिस्तारै तपाईँहरू देख्न सक्नुहुन्छ दृश्यहरू। यात्रामा नआत्तिनु, बिस्तारै अघि बढिरहेको छु म। प्रोफेसनल राइडर नभएको कारण मैले अब त्यसरी प्रोफेसनल राइडरको जस्तै भिडियोहरू बनाउन सकिरहेको छैन। अब यो देखिने एउटा तीर्थस्थल जस्तो देखिन्छ। यहाँ मन्दिर रहेको छ। यो पवित्र तीर्थस्थल नै हुनुपर्छ। यसको नाम चाहिँ मलाई याद भएन। थाहा भए साथीहरूले कमेन्ट गरिदिनु होला। म ओह्रालो लागिरहेको छु। त्यहाँदेखि मन्दिरको एकदमै ओह्रालो बाटो चाहिँ म लागिरहेको छु। बाटोहरू एकदमै घुम्ती, साना घुम्तीहरू, एकदमै खतरा खालका घुम्तीहरू रहेको छ। घुम्तीमा ओह्रालोसँगै घुम्तीहरू रहेको छ। यस्तै जम्मा 8-9वटा घुम्तीहरू हामीले पार गर्नुपर्छ। ठुला गाडीहरू, चुनडुङ्गा बोक्ने मालवाहक टिप्परहरू यहाँ हिँड्ने गर्छन्। यात्राको क्रममा छु म। एकदमै घुम्तीहरू सिचोल्दै मेरो यात्रा जारी नै छ। अब नजिकै म मसोट खोला पुल नजिकै पुगेको छु। मसोट खोला पुल एकदमै जीर्ण अवस्थामा सावधान लेखिएको छ। यो पुल एकदमै खतरा छ। पुरानो पुल भएको हुनाले खतरा रहेको छ। ल पुल पार गर्दैछु। ल हेर्नुहोस् गाइजहरू मलाई। बिस्तारै म पुल पार गर्दैछु। पुल पार गर्दै गर्दा मेरो यात्रा भइरहेको छ। अब म लमै नगरपालिका प्रवेश गर्दैछु। लमै नगरपालिकाभन्दा अगाडि म महेन्द्र राजमार्ग प्रवेश गर्दैछु। महेन्द्र राजमार्गमा म भेटिँदैछु। र यो चाहिँ तपाईँको महेन्द्र राजमार्ग रहेको छ। महेन्द्र राजमार्गदेखि पूर्वपट्टि अथवा बायाँ साइडमा लागेपछि यो अरुण खोलाको पुल पार गरेर हामी लमै बजार प्रवेश गर्दैछौँ। यो अरुण खोलाको पुल हो। अब बिस्तारै मेरो यात्रा जारी नै छ। भिडियोलाई लमै नगरपालिका सुरु भएको, लमै बजार सुरु भएको यहाँ बोर्डमा हामी देख्न सक्छौँ। बिस्तारै देख्न सक्नुहुन्छ बाइकहरूले मलाई ओभरटेक गर्दैछ। फेरि मैले ओभरटेक गरेँ। अब हामी लमै बजारको क्रिकेट स्टेडियम नजिकै पुगेका छौँ। त्यस पछाडि लमै नगरपालिकाको लमै बजारको एकदमै व्यस्त सहरमा हामी पुग्दैछौँ। अब यो देख्न सक्नुहुन्छ ठुलो भवन, बहुउद्देश्य भवन हो। लमै बजारको बहुउद्देश्य भवन पार गर्दै म यो बजार छिचोल्दै अघि बढिरहेको छु। एकदमै वातावरणमा देख्न सक्नुहुन्छ सवारी साधनको चाप परिरहेको छ। बोर्डहरू देख्न सक्नुहुन्छ। त्यसै गरी अब म लमैदेखि भालुवाङतर्फको यात्रामा छु। लमैदेखि भालुवाङतर्फ लगभग 25 किलोमिटरको यात्रा, 25 किलोमिटरको दूरी रहेको छ। अब म भालुवाङ नजिकै पुग्दैछु। भालुवाङ नजिकै पुग्दै गर्दा अब देख्न सक्नुहुन्छ भालुवाङ नजिकै पुग्दैछु म। भालुवाङ बजार देउखुरी उपत्यका पार गर्दैछु, जो लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ।
लुम्बिनी प्रदेशको राजधानी यो भालुवाङ बजार हो। सिधै दाहिनेतिर लाग्यो, पूर्वतिर लाग्यो भने काठमाडौँ पुगिन्छ भने, अब यतातिर लाग्यो भने अब तपाईँको माथि लाग्यो भने प्युठान रोल्पातिर म प्रवेश गरेँ। बायाँ साइडमा म प्युठानको रोडतिर प्रवेश गर्दैछु, प्युठान रोल्पाको रोडमा। यो रोडमा कतिपय धेरैजनाहरू झुकिनुहुन्छ, पूर्वतिर जाने साथीहरू पनि यतातिर आउनु भएको हुन्छ। रोड ठुलै छ, नझुकिनु होला। बायाँ लागे प्युठानतिरको रोड पुगिन्छ। यसरी मेरो यात्राको क्रम जारी नै छ। अब म प्युठानतर्फ लागिसकेको छु। मेरो गन्तव्य, मेरो कार्यस्थल कार्य जिल्लातर्फ लाग्दैछु म। अब यहाँबाट म कहाँ पुग्छु भनेर म तपाईँलाई पक्कै पनि म यो भालुवाङदेखि माथि प्रवेश गरिसकेको छु। एकदमै साना साना घुम्तीहरू देख्न सक्नुहुन्छ। युवा आकारका घुम्तीहरू प्रवेश गर्दै रोडहरू पनि बिस्तारै साना साना छन्। तै पनि अब कालो पत्रे भएको हुनाले हामीलाई यात्रा गर्नलाई सहज त हुन्छ। तर तपाईँहरूले पहिलोचोटि यात्रा गर्दै हुनुहुन्छ भने कृपया यो बाटोमा ख्याल गर्दै जानुहोला। तपाईँहरू देख्न सक्नुहुन्छ रोडहरू एकदमै घुम्ती हुँदै अघि बढिरहेको छ। यसरी यो यात्राको क्रममा मैले यो वनमा चितुवाहरू पाइन्छ, चितुवाहरूले आक्रमण गर्छ भन्ने पनि सुनेको थिएँ। तर अब म दिनको यात्राको क्रममा यो देखिने छैन। यहाँ एउटा मन्दिर भेटिन्छ। मन्दिर अगाडि बागसोती खोला भन्ने पुल पार गरेर हामी अगाडि बढ्नेछौँ। अगाडि बढ्दै गर्दा अब म प्युठानको सरुमारानी गाउँपालिकाको ददेरी वडा नम्बर 2 ददेरीमा छु। सत्यमावि ददेरी भन्ने विद्यालय प्रवेश गर्दै म, किनभने पेसाले शिक्षक भएको कारणले विद्यालयको नाम त उच्चारण गर्नै पर्यो। ददेरी पार गर्दै म अगाडि बढिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ म प्रोफेसनल राइडर नभएको कारण मलाई बसहरू बाइकहरूले ओभरटेक गर्न दिँदैन, अथवा मलाई ओभरटेक गरेर अगाडि जाने क्रम छ। यो बाइकले पनि मलाई ओभरटेक गर्न दिइरहेको छैन। मैले बिस्तारै ओभरटेक गर्ने प्रयास गरिरहेको छु। आफ्नो राइडिङ गर्ने क्रममा बी सेफ भन्छ कि होइन, सेफ तरिकाले राइडिङ गर्नु होला। अब म बिस्तारै बद्दाराको उकालोमा छु। एकजना बाइक राइडरले मलाई देख्न सक्नुहुन्छ तपाईँहरू एकदमै गुड भनेर एउटा साइन दिनुभएको छ। खुसी लाग्यो। मैले रेकर्ड गरिरहेको थिएँ, क्यामेरा रेकर्ड थियो मेरो, त्यही भएर उहाँले मलाई गुड भनेर ध्यान दिनुभएको छ, औँला देखाउनु भएको छ। खुसी लाग्यो। त्यसरी म अहिले बर्दाना पुग्दैछु। बर्दारा देख्न सक्नुहुन्छ, बर्दारा हो यो। बर्दारामा म यसरी प्रवेश गरिसकेको छु। बर्दानाको व्यस्त बजार हो। अधिकांश बसहरू पर्यटकहरू यहाँ आएर सामानहरू किन्ने, विभिन्न प्रकारका महहरू, अदुवा, त्यसरी दाल तरकारीहरू पाइने गर्छ। म बर्दानाबाट अब यो बजारदेखि म पूर्वतर्फ लागेर म वडा नम्बर सरुमारानी गाउँपालिकाको वडा नम्बर 3 हंसपुर साबिकको हंसपुर गाविस तर्फ लाग्दैछु। मेरो कार्यस्थल त्यहीँ रहेको छ। म पेसाले शिक्षक हुँ। म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सरुमारानी 3 हंसपुरमा अध्यापनरत छु। म यसरी सरुमारानी गाउँपालिकाको वडा नम्बर 4 बर्दानाबाट सरुमारानी 3 नम्बर तर्फ लाग्दैछु। अब यो बाटो बिस्तारै अब यो डुवाकोट भगुन्डे नयाँ पिच बनेको छ अहिले। भकुन्डेतर्फको यात्रामा छु। बर्दानादेखि भकुन्डेको यो नयाँ कालोपत्रे सडक हो। यसरी बिस्तारै भकुन्डे नजिकै पुगेको छु। त्यसरी भकुन्डे पछाडि हामी बिस्तारै यो कालोपत्रे सडक धेरै लामो छैन। अब कालोपत्रे छोडेर म कच्ची ग्राभेल सडकतर्फ प्रवेश गर्दैछु। यो भकुन्डे हो। भकुन्डे बजार, भकुन्डे भन्ने ठाउँ हो। बजार भन्न मिलेन, यहाँ बजार छैन। भकुन्डे भन्ने ठाउँको नाम थियो। त्यसै गरी अब म मेरो
यात्रा जारी नै छ। म लगभग गन्तव्यस्थल नजिकै पुगेको छु। यो हो तपाईँको अब बिस्तारै म यो कालो पत्रेमै छु अहिलेसम्म। यो हो तपाईँको ढुवाकोट भन्ने ठाउँ। यहाँ चाहिँ केही पसलहरू रहेको छ। ढुवाकोट अब माथि देख्न सक्नुहुन्छ यो दाँरामा गुरुङ दाँरा मन्दिर रहेको छ। माथि तपाईँले ख्याल गर्नुहोला आएपछि पक्कै पनि। यहाँ म ढुवाकोटबाट बिस्तारै अगाडि बढिरहेको छु। अब यहाँ रोड भर्खर निर्माण भएको हो। कालोपत्रे रोडमै छु म अहिलेसम्म। अब तपाईँहरूले ग्राभेल रोडको यात्रा पनि अब यहाँदेखि सुरु हुँदैछ। मेरो ग्राभेल रोड अब सुरु भयो। लौजा हेर्नुहोस् त कस्तो छ। मेरो क्यामेरा पनि हल्लिएको छ गाइज। अब क्यामेरा हल्लिएछ। अब यहाँबाट पार गर्दै म अब यो पालुठान भन्ने बजारमा आइसकेको छु। यो एउटा सानो बजार रहेको छ, स्थानीय बजार पालुठान। यो देख्न सक्नुहुन्छ तपाईँ। पालुठान भन्ने ठाउँ हो यो। पालुठान प्रवेश गरिसकेपछि म बिस्तारै अब यहाँदेखि देख्न सक्नुहुन्छ पालुठानको गाउँ बजार के भन्नुहुन्छ यसरी अगाडि बढिरहेको छु। अब यहाँबाट बिस्तारै अब मैले अगाडि हाम्रो श्री शर्मारानी गाउँपालिकाका अध्यक्ष श्री जगबहादुर विश्वकर्मालाई देखेको छु। मैले बाइक रोक्ने त्यहाँ ठाउँ त्यस्तै भएको कारण बाइक रोक्न सकिनँ। मैले नमस्कार गरेर हिँडेँ। गाउँपालिका अध्यक्ष हुनुहुन्छ जगबहादुर विश्वकर्मा। फेरि यो अंशपुर स्वास्थ्य चौकी हुँदै म अब यहाँदेखि मेरो गन्तव्यस्थल मेरो कार्यस्थल तर्फको यात्रामा छु। अंशपुर स्वास्थ्य चौकी देख्न सक्नुहुन्छ। म अंशपुर स्वास्थ्य चौकीदेखि पार गरेर यो सजिकोट भन्ने ठाउँमा अब एकदमै नजिकै पुगिसकेको छु। अब यहाँ सजिकोट बाल कल्याण प्रहरी सजिकोट भन्ने विद्यालयमा पुगेको छु। मैले अघि नै भनिसकेको थिएँ साथीहरूलाई। पेसाले शिक्षक भएको कारणले विद्यालयका नामहरू मैले उच्चारण गरिरहेको छु। विद्यार्थीहरू फर्किँदै हुनुहुन्छ। सायद यो सरस्वती मावि चाबाबाट फर्किएका विद्यार्थीहरू हुनुपर्छ। त्यसरी बिस्तारै म यात्रामा छु। यात्राको क्रममा अब यो गोठेरी भन्ने ठाउँमा पुगेको छु। यहाँ पनि केही विद्यार्थीहरूसँग मेरो भेटघाट भएको थियो। अप्रत्यक्ष रूपमा भेटघाट हुँदै म अगाडि बढिरहेको छु। गोठेरी भन्ने ठाउँ हो। त्यस पछाडि म बिस्तारै अगाडि बढ्ने क्रममा छु। कृपया भिडियो हेर्दै जानुहोला। अब यो म बिस्तारै ल हेर्नुहोस्। अब म कहाँ चौपारी मेरो बजार गर्ने स्थल मैले सामान किन्ने ठाउँहरू यो गाँ चौपारी भन्ने ठाउँमा छु। यो बाटो एकदमै अप्ठ्यारो छ। गाँ चौपारीको टर्निङ चाहिँ तपाईँहरूले यात्रा गर्ने क्रममा आउनुभयो भने ख्याल गर्नु होला। एकदमै अप्ठ्यारो छ। मलाई पनि यहाँ गाह्रो भइरहेको छ। 9-10को स्पिडमा म अगाडि ओह्रालो चढ्दैछु। ओह्रालो प्लस टर्निङ अनि त्यस पछाडि त्यहाँ गग्रेटो बाटोहरू छ। त्यहाँ अगाडि गाँ चौपारीको ओह्रालोमा यो स्थानीय सरकारको ध्यान छिटो जाओस्। म अगाडि यहाँ ऐरावटी जाने बसलाई भेटेको छु। यहाँ केही बजार रहेको छ। यहाँ हाम्रा आदरणीय अभिभावकज्यूहरू हुनुहुन्छ। मलाई नमस्कार गर्दै हुनुहुन्छ। मैले पनि नमस्कार फर्काइसकेँ। त्यसरी म अब गाँ चौपारीदेखि अलिकति अगाडि प्रवेश गर्दैछु। म हेर्दैछु। म बाइकमा राइडिङमै छु। मेरो अब गन्तव्यस्थल पनि म तपाईँहरूलाई देखाउँदैछु। यसरी म ग्राभेल बाटो हुँदै मेरो गन्तव्यस्थलतर्फ पुग्दैछु। अब यो ठाउँको नामहरू त तपाईँहरूलाई अब हिँडेको भए थाहा होला स्थानीयहरूलाई। अब म मेरो गन्तव्यस्थल मेरो डेरा नजिकै पुग्दैछु। देख्न सक्नुहुन्छ। कृपया यहाँबाट बिस्तारै मेरो घर आइसक्यो। यो माथि नवराज सरको रुम हो भने मेरो तलतिर रहेको छ। मैले उहाँलाई बोलाइरहेको छ। केही सामानहरू रहेको छ उहाँले देखिनु भएको छ। उहाँलाई म स्वागत गर्न चाहन्छु। म यहाँदेखि अब तलतिर झर्छु। म झर्ने क्रम छ। बाटो एकदमै गाह्रो छ। म स्टार्ट गरेर
चढ्दै थिएँ। स्टार्ट अफ गरेर दोहोऱ्याउनु पर्ने हुन्छ केही समयको लागि। म यहाँबाट बिस्तारै झर्दैछु, मेरो रुममा पुग्दैछु म अब। मेरो यात्रा कस्तो लाग्यो तपाईँहरूलाई कृपया कमेन्ट गर्नुहोला। अब देख्न सक्नुहुन्छ अब मैले यो ओह्रालोमा बिस्तारै आफ्नो बाइकलाई झार्दै मेरो गन्तव्यको साथी मेरो मोटरसाइकललाई अब यसरी म झर्दै ब्याक गर्दै अब टर्निङ कटाएर म आफ्नो स्ट्यान्डमा राख्दैछु। यो घर म बस्ने घर हो। यहाँ अगाडि काट्दा मेरो स्कुटी राखेको छ। अब मैले बाइक चाहिँ यहाँभित्र राख्छु है। यहाँभित्र चाहिँ ल्याएकी नै। साथीहरू कृपया मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला।